हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। हजुर सबैलाई वेलकम छ मेरो च्यानलमा। आज पनि चाहिँ म गार्डनमा आएको छु। आज मेरो चाहिँ यो 2026 को फर्स्ट गार्डन टुर लिएर आएको छु। हजुरहरूलाई देखाउनु पर्यो मेरो गार्डनको अपडेट कति भयो भनेर। हेर्नुहोस् होला, सबैभन्दा पहिला मेरो चाहिँ यहाँबाट धनिया छ। लास्ट टाइम लगाएको विन्टरमै लगाएको थियो। यो चाहिँ अब फुलेर पनि भ्याइसक्यो। यसलाई चाहिँ अब कलर फ्याँक्ने बेला भएको छ। मलाई चाहिँ सिड चाहिँदैन, राख्दिनँ। अनि सेकेन्डमा चाहिँ छ मेरो लेटेस। हेर्नुहोस् न, मेरो चाहिँ अर्को खालको लेटेस आएछ। मैले चाहिँ अर्को खालको पनि रोपेको थिएँ कि यसलाई पनि हेर्नुहोस् न, खाने बेला भइसकेको छ। मलाई चाहिँ यो खालको मन परेको थियो, तर यो खालको आएछ मेरोमा चाहिँ। अनि त्यहाँदेखि त्यस्तै गरेर मेरोमा बिन्स पनि छ। बिन्सहरू चाहिँ अहिले हल्का फल्दैछ, कोही फुल्दैछ। अनि त्यसै गरेर यतातिर नि छ बिन्स। अनि हेर्नुहोस् न, बिन्स फल्न थालेको छ। प्लस मेरो मकै पनि छ। यता भित्तातिर चाहिँ मकै लगाइदिएको छु। अनि यहाँ माथि पाखामा नै लगाएको छ हल्का मकै। यस्तै। अनि यहाँ माथि चाहिँ इस्कुसको झ्याङ छ। यो चाहिँ नेचुरल हो, आफै आउँछ, रोप्नै पर्दैन यसलाई चाहिँ। अनि एनी वान क्यान ह्याभ इट हो। अनि यसै गरेर ब्रिन्जल छ। यति नै हो। यहाँ चाहिँ अरू ब्रिन्जलको बोट पनि छ यहाँ दुईटा चाहिँ। यसै गर्छ। यो चाहिँ मेरो फर्स्ट गार्डन हो। म हजुरलाई सेकेन्ड गार्डन पनि अपडेट गर्छु। अनि हेर्नुहोस् न साथीहरू, मैले चाहिँ डल्ले पनि यहाँ रोपिदिएको छु मैले, किनभने उता भुइँमा पनि रोपेको छ कि, तर भुइँमा चाहिँ राम्रो आएन। यसमा पटमा रोपेको चाहिँ हेर्नुहोस् न कति राम्रो गरेर आएको छ। अनि मैले फर्स्ट कटिङ पनि गरिदिएँ। अहिले चाहिँ अब यो फर्स्ट कटिङबाट आउँदैछ। एक्चुअली फर्स्ट कटिङदेखि गर्नु अरे, मैले चाहिँ गरेको छुइनँ।